हेलो सो एभ्रिवान गुड मर्निङ नमस्ते सबैलाई म चाहिँ एकदम सन्चै छु तपाईँहरूलाई के कस्तो छ है आज चाहिँ म खोला जानुपर्ने छ त्यही भएर अब भिडियो बनाऊँ भनेर हिँडेको होइन त्यही हो अब दिउँसो खोला गइन्छ यसो रमाइलो गर्ने जङ्गल तर हामीले खोलातिर गइन्छ अनि खासमा लगेर अब चाहिँ हामी घरबाट निस्किन आँटेको साथीहरूलाई निस्किने हामी चाहिँ तपाईँहरूलाई भरे माथिबाट डाँडा पुगेपछि देखाउँछु साथीहरू अब हामी घरबाट निस्किसकेको छौँ साथी मेरो अस्ति खोला मान साथी अब हामी दुईजना निस्किसकेको छौँ है अब के कस्तो हुन्छ भरे रेगुलर भिडियो नै हेर्दै जानलाई भिडियोमा देखाउँछु है र भाइ अब हामी भरे देखाउँदैछौँ साथीहरू हामी डाँडा आइसकेको छौँ डाँडा आइसकेको छौँ है चराहरू नि केही मारि होइन केही अब जङ्गल घुम्नु चिसो हावा खाइ होइन अब चाहिँ हामी चाहिँ यता जान्छौँ यो जङ्गल पस्छौँ अब चाहिँ हामी है यो जङ्गलमा चाहिँ खोला छ क्या एउटा त्यो खोलामा यसो रमाइलो गरौँ भनेर हामी चाहिँ है त्यो साथीहरू हामी भरे खोला गएको छु भिडियो चाहिँ देखाउँदैछौँ नि त्यही हो है बाइक अहिले चाहिँ फाइनली साथीहरू हामी चाहिँ खोला आइसक्यौँ है खोला चाहिँ अर्को खोला जानु भनेको अब यही सानो खोला यता उँभोतिर गइन्छ है यो अब पासा यसो अलिअलि ट्राई गरिन्छ साथीहरू रमाइलो हुन्छ माथि टिसन जान्छु अनि फेरि हामी चरा हामीले उठ्यो घरै जान्छौँ है त्यही हो र पाएको भिडियो नत्र भने चाहिँ छोइनँ होइन त्यो ल फाइनली साथीहरू आइसक्छ हामीले उता पनि केही पनि भेट्दैन है हल्ला ए हो खोला चाहिँ होइन सानो थियो त्यही पनि निकाल्नै सकिएन है अब चाहिँ हामी खाजा खाएर बाहिर निस्किन्छौँ फेरि डाँडातिर रमाइलो गर्न जाँदैछौँ त्यो चाहिँ हाम्रो खाजा ए होइन चाउचाउहरू त्यो एउटा चाहिँ चाउचाउ भोलि त हुन्छ हुन्छ त्यति ल अहिले एक त्यो यो निकाल पिरो चाहिँ लाउँछ यसरी निकाल पिरो त्यही हो होइन अब खोला आयो रमाइलो हो घुम्यो फेरि हामी जङ्गलतिरै जान्छौँ घुम्नु होइन त्यही हो साथीहरू रातितिर आयो भने त्यो यतातिर शिकार भेट्ने दिउँसाहरू त भेट्दैन रहेछ है त्यही हो अब फेरि हामी डाँडा पुगेपछि तपाईँहरूलाई देखाउनेछु डाँडातिर एकछिन रमाइलो गर्छौँ त्यही हेलो साथीहरू आजको रुपाकोटको भ्यू चाहिँ यस्तो छ है खासै राम्रो चाहिँ देखिरहेको छैन आज बिहानदेखि नै पानी चाहिँ आउनु खोजिरहेको थियो अनि अहिले चाहिँ टक्क पानी पनि अलिअलि पर्ला पर्ला जस्तो भइरहेको छ त्यही पनि दुईजना चाहिँ हामी काका भत्ती चाहिँ टक्क होइन यी काका र भत्ती चाहिँ अब टक्क खोला गयो घुम्यो रमाइलो भयो होइन त्यही हो भिडियो बनाउनुको लागि हो भने आयो खास गरी चाहिँ त्यही हो अनि आजको भिडियो चाहिँ यहीँनिर सकिने छ साथीहरू है यहीँनिर चाहिँ अब चाहिँ क्लोज हुन्छ त्यही द्याट सिट हुन्छ है त्यही भन्न चाहन्छु भिडियो हेरेर चाहिँ के कस्तो लाग्छ आजको भिडियो चाहिँ लाइक कमेन्ट सेयर चाहिँ गर्नु नभुल्नु होला अनि त्यही हो साथीहरू अब युट्युबमा लाइक भिडियो बनाउनै पऱ्यो होइन गाह्रो छ जे जस्तो पनि अब बिस्तारै बिस्तारै हुन्छ टेन्सन छैन होइन थोरै छ नि त सब्सक्राइबर अहिले चाहिँ मेरो अनि त्यही भएर अलिअलि मात्रै खासै उयो गरेको छैन क्या ठिक ठिकै मात्रै बनाउँछ अनि यसो अरूको हेर्दा चाहिँ होइन अब त्यो भिडियोहरू पनि कस्तो रफ अलिक उटपट्याङ गऱ्यो भने भिडियो चल्छ नत्र भने चल्छ जस्तो मलाई लाग्दैन है भिडियो चलाउनुबाट त्यस्तै उयो गति छाडेर चाहिँ गर्नु भएन होइन पैसा मात्रै भनेर चाहिँ मनी इज एभ्रिथिङ भनेर गरिरहन्छ तर त्यो चाहिँ म चाहिँ त्यस्तो लिँदिनँ है पैसाले त्यस्तो साह्रो चाहिँ लिनु भएन मनी इम्पोर्टेन्ट छ तर एभ्रिथिङ चाहिँ म लिँदिनँ होइन त्यही हो साथीहरू आजको भिडियो चाहिँ यहीँनिर बन्द गरिदिन्छु अनि अर्को कुरा चाहिँ पैसा चाहिँ कमाउनु पर्छ होइन पैसा कमाउनु पर्छ तर बिस्तारै कमाउनु पर्छ पैसा पनि कमाउनु पऱ्यो आफ्नो ख्याल गर्नु पऱ्यो होइन पैसा मात्रै भनेर हुँदैन होइन पैसा भनेर खानै बिर्सिने सुत्नै बिर्सिने त्यस्तो चाहिँ गर्नु भएन होइन किनकि फेरि आफ्नो शरीरलाई असर पर्छ नि त त्यही भएर पैसा कमाउनु पर्छ होइन त्यो पैसा कमाइसकेपछि त्यो पैसा खर्च गर्ने पनि आफूसँग समय होस् क्या पैसा कमाउँदा कमाउँदैन आफूसँग खर्च गर्ने समय नै भएन भने चाहिँ त्यो पैसा कमाएको चाहिँ अलिक भ्यालु हुन्छ जस्तो चाहिँ मलाई लाग्दैन त्यही हो साथीहरू अब फेरि हामी अर्को भिडियोमा भेट्नेछौँ सपोर्ट गर्नु चाहिँ नभुल्नु होला त्यही भन्न चाहन्छु भिडियोमा नयाँ हुनुहुन्छ भने चाहिँ सब्सक्राइब गरिदिनु होला बेल आइकन अन गर्नु होला नोटिफिकेसन अन गर्नु होला त्यही भन्न चाहन्छु बाई बाई आजको भिडियो चाहिँ यतिमै म क्लोज गर्न चाहन्छु है बाई